26-27 को चाहिँ बजेट आएको छ र धेरैजना जो प्रपर्टीमा इन्ट्रेस्टेड हुनुहुन्छ उहाँहरूले बढी फोकस गरेको टपिक्स भनेको चाहिँ नेगेटिभ गियरिङ र क्यापिटल गेन ट्याक्स हो र यसको बारेमा चाहिँ मैले आफूले बुझेको सुनेको हिसाबले मैले सक्दो ब्रेकडाउन दिनेछु सजिलो हिसाबले। तपाईँले यो सुनिसके पछाडि केही फिडब्याक दिनु छ, तपाईँलाई केही इम्पोर्ट दिनु छ भने दिनुहोस्, नत्र भने तपाईँलाई कतै गएर अरू बुझ्न नपरोस् भन्ने हिसाबले मैले एक्सप्लेन गर्नेछु। यो दुईवटा कुरालाई तपाईँले एउटा दायाँ हात एउटा बायाँ हातको हिसाबले लिनुहोस्, यसलाई मिक्स नगर्नुहोस्। एउटा क्यापिटल गेन ट्याक्स भयो, एउटा नेगेटिभ गियरिङ भयो। हामी फर्स्टमा नेगेटिभ गियरिङबाट सुरु गरौँ। आजभन्दा पहिला चाहिँ नेगेटिभ गियरिङ भनेको के थियो त भन्दाखेरि चाहिँ तपाईँले एउटा प्रपर्टी किन्नुभयो, त्यसको तपाईँले चाहिँ इन्कम तपाईँले रेन्टबाट चाहिँ 30,000 कमाउनु भयो, तपाईँको खर्च चाहिँ 40,000 भयो। त्यो प्रपर्टी इन्ट्रेस्ट गर्दा, म्यानेजमेन्ट फी, तपाईँको काउन्सिलको बिलहरू सबैको गर्दाखेरि तपाईँलाई चाहिँ 40,000 खर्च भयो भने तपाईँलाई 10,000 त्यो प्रपर्टीबाट घाटा भयो। त्यो 10,000 घाटा भएको मध्ये तपाईँ मानौँ सिङ्गल एप्लिकेन्ट हुनुहुन्छ भने चाहिँ तपाईँले तपाईँको 1 वर्षको कमाइ चाहिँ 1 लाख छ भने तपाईँले त्यो 1 लाखमा त्यो 10,000 ल्याएर घटाउनुहुन्छ। त्यसपछि तपाईँले 90,000 को ब्याज तिर्नुहुन्छ भने तपाईँलाई क्यास फ्लोमा त्यसले ट्याक्स रिटर्नमा चाहिँ त्यसले हेल्प गर्दै आइरहेको थियो र तपाईँको यतापट्टि प्रपर्टी चाहिँ बढ्दै पनि गइरहेको थियो, क्यापिटल ग्रोथ पनि भइरहेको थियो। तपाईँ बुढाबुढी हुनुहुन्थ्यो भने तपाईँको इन्कममा यसै 50-50% सेयर छ भने एउटाकोमा 5,000 आएर घट्थ्यो, अर्कोमा 5,000 आएर घट्थ्यो। यो चाहिँ इन्भेस्टमेन्ट प्रपर्टीको केसमा भयो। तपाईँ फर्स्ट टाइम बायर हुनुहुन्छ भने चाहिँ तपाईँ यसमा अहिलेको यो बजेटले तपाईँलाई हेल्प गरेको छ। उनीहरूले भनेअनुसारले चाहिँ 75,000 फर्स्ट टाइम बायर्सहरूलाई चाहिँ यो इस्टाब्लिस प्रपर्टीहरू चाहिँ मार्केटमा आउनेछन् ओभर द टाइम र तपाईँलाई सपोर्ट हुनेछ भन्ने हिसाबले चाहिँ 75,000 बायर्सहरूलाई चाहिँ सपोर्ट हुनेछ भनिरहेका छन्। भने चाहिँ तपाईँले नयाँ घर किने पनि पुरानो घर किने पनि इन्भेस्टरसँग चाहिँ कम्पिटिसन कम हुन्छ भन्ने छ। भने अब मुभिङ फरवर्ड चाहिँ जुलाई 1 देखि चाहिँ यिनीहरूले के भनेका छन् त भन्दाखेरि चाहिँ नेगेटिभ गियरिङ चाहिँ तिमीले पुरानो प्रपर्टी किन्यौ भने चाहिँ तिमीले क्लेम गर्न पाउँदैनौ। तिमीले नेगेटिभ गियरिङ भएको चाहिँ तिमीले आफ्नो वेजेसमा घटाउन पाउँदैनौ। तिमीले अरू प्रपर्टी, तिमीसँग 3टा प्रपर्टी छन्, 3टा प्रपर्टीमा कुनैमा नाफा कुनैमा घाटा भएको छ, त्यसरी एडजस्ट गर्न पायौ। या तिमीले त्यो घाटालाई रोल ओभर गर्दै गएर भोलि क्यापिटल गेन ट्याक्स तिमीले बेच्दा तिमीलाई नाफा भयो भने चाहिँ तिमीले एभ्री इयर मानौँ 10,000 घाटा भयो, 10 वर्षसम्म होल्ड गर्यौ, तिमीले 1 लाख घाटा भयो तिमीलाई र त्यस पछाडि तिमीले पछि फ्युचरमा बेच्दा 2 लाख नाफा भयो भने चाहिँ तिमीले त्यो 2 लाखमा 1 लाख घटाउ भने जसरी चाहिँ उनीहरूले त्यसरी भनिरहेको छ भने चाहिँ आफ्नो वेजेस या स्यालेरीबाट चाहिँ हामीले घटाउन पाइएन नेगेटिभ गियरिङ चाहिँ। तर त्यो चाहिँ एउटा इम्पोर्टेन्ट डेट के छ त भन्दाखेरि आज 12 मे 2026 को चाहिँ 7:30 PM भन्दा पहिला भनेपछि आजभन्दा पहिला तपाईँले कन्ट्र्याक्ट साइन गर्नुभएको छ भने चाहिँ तपाईँले यसलाई चाहिँ ग्रान्ड फादरिङ भनेको छ। त्यो टर्म्स भनेको चाहिँ यिनीहरूले चाहिँ तपाईँले त्यो त्यसमा चाहिँ पुरानो प्रपर्टी भए पनि नयाँ प्रपर्टी भए पनि तपाईँले त्यसमा चाहिँ क्लेम गर्न पाउनुहुन्छ। भने तपाईँले कन्ट्र्याक्ट साइन गरिसक्नु भएको छ, तपाईँको सेटलमेन्ट भएको छैन भने पनि तपाईँले त्यसमा चाहिँ तपाईँले क्लेम गर्न पाउनुहुन्छ भन्ने छ। भनेको तपाईँले त्यो प्रपर्टी नबेच्ने बेलासम्म चाहिँ तपाईँले त्यसमा नेगेटिभ गियरिङ क्लेम गर्दै जान पाउनुभयो। बिचमा एकचोटि आएको थियो कि 2टा प्रपर्टीसँग पाउने या एउटा प्रपर्टीसँग पाउने या पाउँदै नपाउने भन्ने थियो भने चाहिँ आजभन्दा पहिला तपाईँले प्रपर्टी अन गर्नु चाहिँ इन्भेस्टमेन्ट प्रपर्टी भने चाहिँ तपाईँले त्यसमा चाहिँ नेगेटिभ गियरिङ पहिलाको जस्तै गरेर क्लेम गर्न पाउनुहुन्छ। सकियो। अब नेगेटिभ गियरिङको इम्प्याक्ट के हुन्छ त लेन्डिङमा या होम लोन बोरोइङमा भनेर हामीले चाहिँ अलिक डिटेलमा कुरा गर्नेछौँ। म तपाईँलाई यहाँ एक्जाम्पल दिन्छु। मानिलिउँ तपाईँहरू एकजना कपल हुनुहुन्छ, तपाईँहरूको डिपेन्डेन्टहरू हुनुहुन्न र तपाईँहरू अहिले बसिरहेको घर छ र त्यो घरको मोर्गेज चाहिँ 750,000 तपाईँले तिर्नु बाँकी छ। त्यसमा तपाईँले केही इक्विटी निकालेर राख्नुभएको छ र ओभरअलमा तपाईँको 750,000 छ। अब यसमा चाहिँ तपाईँले अर्को प्रपर्टी किन्ने सोच्नुभयो भने तपाईँले जब नेगेटिभ गियरिङ अप्लाई गर्न सक्नुहुन्थ्यो नयाँ किन्ने प्रपर्टीमा, तपाईँलाई लस भयो भने तपाईँले नेगेटिभ गियरिङ अप्लाई गर्न सक्नुहुन्थ्यो। त्यो कन्टेक्समा तपाईँले अराउन्ड 500 को लोन बोरो गर्न सक्नुहुन्छ र त्यसमा चाहिँ तपाईँले 620 भनेपछि 620 को प्रपर्टीमा तपाईँले 20% डिपोजिट गरेर 500 को लोन बोरो गर्न सक्नुहुन्छ। 500 को रेन्ट आउँछ भने भनेर बुझ्न सक्यो एउटा पार्टमा। तर अब अहिले तपाईँले मानौँ इस्टाब्लिस प्रपर्टी किन्नुभयो अनि इस्टाब्लिस प्रपर्टीमा नेगेटिभ गियरिङ छैन भन्ने कुरा आयो। त्यो कन्टेक्समा चाहिँ तपाईँलाई कति लोन इम्प्याक्ट गर्छ त भन्दाखेरि अप्रोक्सिमेटली तपाईँहरूलाई अराउन्ड 100 देखि 125 रेन्ट कति आउँछ, त्यो कस्तो छ प्रपर्टी, कुन ठाउँमा छ, त्यसले पनि असर गर्छ। जस्तो कुनै कुनै स्टेटमा या कुनै कुनै एरियामा तपाईँको चाहिँ 625 को प्रपर्टी किन्दाखेरि 600 को रेन्ट आएको पनि देखिन्छ भने कहीँ कहीँ चाहिँ 625 को प्रपर्टीमा 480 को रेन्ट आएको पनि देखिन्छ। भनेपछि अब यी कुराहरूलाई पनि कन्सिडर गर्नुपर्छ। सँगसँगै हामीले क्यापिटल ग्रोथलाई पनि हेर्नुपर्ने हुन्छ। भनेपछि रफली यो सिचुएसनमा तपाईँको अराउन्ड $1,00,000 $100,000 को चाहिँ लोन तलमाथि पर्ने रहेछ। अब यस पछाडि हामी जाउँ क्यापिटल गेन ट्याक्सतिर। चाहिँ क्यापिटल गेन ट्याक्समा जाँदाखेरि के हुन्छ त भन्दा तपाईँले आजभन्दा पहिला तपाईँले चाहिँ के गर्नुहुन्थ्यो त भन्दाखेरि चाहिँ हजुरहरूले 50% तपाईँले मानव एउटा प्रपर्टी किन्नुभयो, त्यसलाई 12 महिना होल्ड गर्नुभयो, 50%मा चाहिँ तपाईँले ट्याक्स तिर्नुहुन्थ्यो, 50%मा ट्याक्स तिर्नुहुँदैन। इक्जाम्पलको लागि तपाईँले 6 लाखमा एउटा प्रपर्टी किन्नुभयो, 6 लाखमा एउटा प्रपर्टी किनिसके पछाडि तपाईँले त्यो प्रपर्टीलाई
मानौँ 1 वर्ष होल्ड गरेर तपाईँले या 5 वर्ष होल्ड गरेर तपाईँले बेच्दाखेरि सबै खर्च कटाएर तपाईँलाई चाहिँ 2 लाख नाफा भयो सजिलोको लागि चाहिँ 200K नाफा हुँदै गर्दा तपाईँले चाहिँ 1 वर्षभन्दा बढी होल्ड गरेको भएर तपाईँले 50%मा ट्याक्स तिर्नु परेन। 50%मा चाहिँ तपाईँले ल्याएर आफ्नो इन्कममा ल्याएर एड गर्नुहुन्थ्यो। सिजिटीको आफ्नो इन्डिपेन्डेन्ट या सेपरेट ट्याक्स रेट थिएन, त्यस्तो तपाईँले आफ्नो इन्कममा ल्याएर एड गर्नुहुन्थ्यो। मानौँ तपाईँको इन्कम चाहिँ सजिलोको लागि 50,000 थियो भने चाहिँ अब तपाईँको 1 लाख नाफा भइसक्यो भने तपाईँ एज अ कपल हुनुहुन्छ भने चाहिँ आधी आउने भयो तपाईँको 50-50मा गएर अर्को 50-50 जोडेर 100K हुने भयो। तपाईँ सिङ्गल हुनुहुन्थ्यो र तपाईँले 100K कमाउनुहुन्थ्यो या 50K कमाउनुहुन्थ्यो भने त्यसमा 150 या 200K तपाईँको इन्कम हुन्थ्यो र त्यसमा तपाईँले त्यो फाइनेन्सियल इयरको हिसाबले तपाईँले ट्याक्स तिर्नुहुन्थ्यो। सकियो। पहिला त्यो हुन्थ्यो 50%मा हामीले तिरिन्थेन होइन, फाइदा हुन्थ्यो। तर अब के भनिरहेको छ त यिनीहरूले भन्दाखेरि चाहिँ अबदेखि चाहिँ इन्फ्लेसन इन्डेक्सन रिटर्न टु बी एडजस्टेड प्रपर्टी कस्ट बेसिस भनेर भनेको छ। त्यो भनेको चाहिँ के हो त भन्दाखेरि चाहिँ तपाईँले चाहिँ 1999 भन्दा पहिला चाहिँ के हुन्थ्यो त भन्दा तपाईँको चाहिँ कति महँगाई बढ्दै गइरहेको छ, इन्फ्लेसन इयर अन इयर कति बढ्दै गइरहेको छ, त्यो बेसिसमा चाहिँ तिमीले चाहिँ एक्जम्सन पाउँछौ। त्योभन्दा बाहेक नाफा भएकोमा तिमीले तिर्नुपर्छ भनेको छ। मानौँ तपाईँले एउटा प्रपर्टी किन्नुभयो, तपाईँले 5 वर्ष होल्ड गर्नुभयो र एभ्री इयर चाहिँ त्यसको इन्फ्लेसन चाहिँ मानौँ 3%ले बढ्दै गयो भनेपछि मानौँ सजिलोको लागि चाहिँ तपाईँले 6 लाखको प्रपर्टी किन्नुभयो, तपाईँले यो वर्ष 3%ले इन्फ्लेसन बढ्यो भने चाहिँ 18,000 बढ्यो त्यसको, त्यो 618,000को चाहिँ तपाईँले चाहिँ नेचुरली तपाईँले त्यो प्रपर्टी नेचुरली बढ्यो होइन। अनि अर्को वर्ष चाहिँ 6,18,000को फेरि 3%, फेरि त्यसपछि त्यसरी एड हुँदै जान्छ र एउटा मानौँ कुनै फेजमा तपाईँले बेच्नुभयो, त्यो बेच्दाखेरि त्यो प्रपर्टीको भ्यालु चाहिँ नेचुरली इन्फ्लेसनले गर्दा पुस भएर तपाईँको चाहिँ 800,000 भयो। तर तपाईँले त्यो प्रपर्टी बेच्दाखेरि चाहिँ अहिलेको मार्केट जस्तो प्रपर्टी डबल हुने 5 वर्षमा या 10 वर्षमा भनेको छ। तपाईँले चाहिँ 6-7 वर्षमा बेच्दाखेरि चाहिँ तपाईँले चाहिँ त्यो प्रपर्टीलाई चाहिँ 1.2मा बेच्नुभयो भने अब के हुने भयो त भन्दा तपाईँले चाहिँ त्यो 8 लाखको प्रपर्टी जुन भयो 6 लाखमा किनियो, इन्फ्लेसनले पुस गरेर त्यसलाई 8 लाख पुऱ्यायो, 1.2मा तपाईँले बेच्नुभयो भने तपाईँले 4 लाख भयो। त्यहाँ तपाईँले 400,000मै तपाईँले चाहिँ क्यापिटल गेन ट्याक्स तिर्नुपर्ने भयो। भनिसकेपछि मिनिमममा तपाईँले 30% त तिर्नु नै पर्छ भन्ने थियो। त्यो भनेको चाहिँ तपाईँले चाहिँ मानौँ 50,000मा मात्र नाफा भएको भए पनि तपाईँले 50,000को 30% तिर्नु नै पर्ने हुन्थ्यो भने अब यहाँ 2 लाख भइसकेपछि तपाईँले 4 लाख भइसकेपछि तपाईँ दुईजनाको नाममा प्रपर्टी छ भने चाहिँ एकजनाले 2 लाखको चाहिँ ट्याक्स तिर्छ, अर्कोले 2 लाखको ट्याक्स तिर्छ भन्ने कुरा भयो। अब यसबाट ओभरअलमा हामीले के बुझ्ने त भन्दाखेरि चाहिँ गभर्मेन्टले चाहिँ सकेसम्म चाहिँ नयाँ घरलाई इन्करेज गरिरहेको छ। यो अघिको नेगेटिभ गियरिङ चाहिँ तपाईँको चाहिँ नयाँ घर कसैले बनाउँछ या नयाँ घर किन्छ भने चाहिँ पछाडि गएर पनि जुलाई 1 अब सबै लागु हुने भनेको चाहिँ जुलाई 1, 2027देखि नेगेटिभ गियरिङ पनि सिजिटी पनि भन्ने कुरा छ। अब नेगेटिभ गियरिङ र यी कुराहरू चाहिँ इम्प्लिमेन्ट चाहिँ नेगेटिभ गियरिङ चाहिँ आजदेखि सुरु भयो होइन। तपाईँले पुरानो प्रपर्टी अब भोलि साइन गर्नुभयो भने तपाईँको नेगेटिभ गियरिङ छैन। तर तपाईँले चाहिँ ब्रान्ड न्यू ल्यान्ड लिएर घर बनाउनु भयो या ब्रान्ड न्यू नेभर बिन अकुपाइड नेभर बिन सोल्ड प्रपर्टी किन्नुभयो भने चाहिँ तपाईँलाई नेगेटिभ गियरिङ चाहिँ कन्टिन्यू हुन्छ भनेको छ। ओभरअल सबै कुराहरू भनेको चाहिँ गभर्मेन्टले चाहिँ धेरै हाउसिङ सप्लाईहरू होस् अनि जुन लाइक फर्स्ट होम बायरहरू चाहिँ पुस भइरहेको छन्, इन्भेस्टरहरूसँग कम्पिटिसन गर्न नसक्ने हिसाबले चाहिँ त्यो चाहिँ नहोस् भन्नको लागि गरिरहेको छ। र ओभरअलमा तपाईँले गभर्मेन्टको अस्ट्रेलियाको इकोनोमी हेर्नुभयो भने चाहिँ आजको स्थितिमा चाहिँ त्यति धेरै स्टेबल देखिएको छैन। इन्फ्लेसन चाहिँ अझ पुस भएर चाहिँ 5%सम्म पुग्न सक्छ भन्ने छ र अर्को वर्षसम्मको मिडतिर गएर चाहिँ इन्फ्लेसन कम हुन्छ भनिरहेको छ। धेरै कुराहरू छन् यसमा चाहिँ म तपाईँलाई बिचमा यो पछाडि स्क्रिनसटहरू राखिदिन्छु, तपाईँले पज गर्दै हेर्दै गर्न सक्नुहुन्छ। धेरै चाहिँ रेडमा छ। ओभरअलमा मैले के कुरा मिस गरेँ, मैले केही हेरेर भनेको छैन, सरसरी भन्दाखेरि कतै तलमाथि भएको भए चाहिँ मलाई माफ गरिदिनु होला। र तपाईँले केही एड गर्नु मन छ भने एगेन तपाईँले एड गर्नुहोस् भन्दै म आजको यस भिडियोबाट किशोर बिदा माग्न चाहन्छु। तपाईँको सबैको दिन शुभ रहोस्। नमस्ते।